दर्शक भी नमस्कार। चैत 15 गतेको दिन राजतन्त्रबाट तीनकुन्डोमा कटेश्वरमा भारी जुलुस निस्केको थियो। त्यसको नेतृत्व गर्ने नवराज सुवेदी जनआन्दोलन थियो। यही क्रममा भुकुण्डी मण्डलमा गणतन्त्रको भारी जनसङ्ख्यामा जुलुस निस्केको थियो। यसको नेतृत्व गर्ने पूर्व प्रधानमन्त्री एवं पुष्पकमल प्रचण्ड हुनुहुन्थ्यो। राज्यवादीहरूको नारा, राजतन्त्र जिन्दाबाद, हिन्दू राष्ट्र कायम गर, संघीयता खारिज गर, भ्रष्टाचारीलाई कारबाही गर, दलालहरूलाई होसियार, राज्य एक गर, देश बचाऊ। यही गणतन्त्र बीचको नाराहरू। हिन्दूहरू एक हो, भ्रष्टाचारी गर्न पाउँछ, देश लुट्न पाउँछ, मान्छे मान्न पाउँछ, भाले भाले मिलेर खाऊ स्याल जस्तो काम थियो। प्रचण्ड, देउवा, केपी बा, माधव नेपाल सबै भाले भाले मिलेर खाऊ स्याउ, यस्तो नै काम हो यो देशको। यही चैत 26 गतेको दिन राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भारी सङ्ख्यामा जुलुस निस्किरहेछ। त्यसमा सबैजनाको राष्ट्रको झन्डा लिएर बोकेर अनुरोध छ कि उपस्थित भइकन जुन ठाउँबाट छ सवारी बाइक छ भने बाइकबाट छ, अटो सेवा 4 चक्काबाट आउनुहोस्, एक भएर जय मधेस।